कथाको शीर्षक छ पुरानो डायरी र नभनिएका शब्दहरू। एउटा कुनै गाउँको त्यो पुरानो घरमा एउटा कुनामा थन्किएको बाकस खोल्दा सुमन भन्ने व्यक्तिले हातमा एउटा धुलोले भरिएको डायरी फेला पार्यो। त्यो डायरी उसको बाबाको थियो। बाबा बितेको आज 3 महिना भइसकेको थियो, तर सुमनलाई अझै पनि लाग्थ्यो कि बाबा कतै बाहिर जानुभएको छ र बेलुका आउनुहुनेछ। उनले डायरीका पानाहरू पल्टाउन थाले। सुरुका पानाहरूमा खेतीपाती र घरखर्चको हिसाब किताब थियो, तर बिचतिर एउटा पानामा केरमेट अक्षरमा लेखिएको थियो, आज छोरा सहर जाँदैछ। उसले ठुलो मान्छे बन्ने सपना बोकेको छ, त्यसैले मेरो आँखाको आँसु लुकाएर हाँसेर बिदा गरे। सुमनको आँखा रसाए। उनले अगाडि बढे। छोराले पहिलोपल्ट जागिर खाँदा मलाई एउटा घडी पठायो। मलाई घडीको आवश्यकता त थिएन, तर घडीले मलाई हरेक पल छोरा मेरो साथमै छ भन्ने आभास दिलाउँछ। ऊ व्यस्त छ, फोन गर्दैन, तर सायद ठुलो मान्छे हुन व्यस्त हुनुपर्ने रहेछ होला। डायरीको अन्तिम पानामा लेखिएको वाक्यले सुमनको मुटु छिया पार्यो। त्यहाँ लेखिएको थियो, आजभोलि शरीरले साथ दिन छोड्यो। छोरालाई फोन गरेर एकचोटि घर आइज भन्न मन छ, तर उसको काम बिग्रेला कि भन्ने डर पनि लाग्छ। मेरो लागि उसको सफलता नै सबैभन्दा ठुलो औषधि हो। अर्को जन्म पाएँ भने फेरि उसैको बाबा भएर जन्मिन पाऊँ, तर अलि धेरै समय उसँगै बिताउन पाऊँ। सुमनले डायरी छातीमा टाँसेर डाको छोडेर रोए। उनले सहरमा पैसा त कमाए, नाम त कमाए, तर जुन मान्छेको लागि त्यो सब गरेका थिए उनैलाई समय दिन बिर्सिए। हामी सफलताको दौडमा यति धेरै कुद्छौँ कि पछाडि फर्केर हेर्दा हामीलाई पर्खिरहेका आँखाहरू थाकिसकेका हुन्छन्। समय छँदै आफ्ना अभिभावकको कदर गरौँ। पैसा र सफलता फेरि पनि कमाउन सकिएला, तर बितेर गएका मान्छे र समय कहिल्यै फर्केर आउँदैनन्।